ल यो सुधारिएको चुलो बनाउँदा यसका थुप्रै कुराहरू छन् जुन कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ र यो धेरै सुधारिएको चुलाहरू बनाइन्छन् सरकारी निकायहरूबाट पनि गाउँघरमा बनाउने गरिन्छ। तर यो एउटा कुन चाहिँ एउटा सफलतापूर्वक बनाइन्छ भन्ने कुरा चाहिँ थाहा नभएको हुनसक्छ र यो चुला चाहिँ मैले बनाएको र यो यहाँ एउटा पोइन्ट यहाँ एउटा होल राखिएको छ जुन कुरा चाहिँ यहाँ जाँदाखेरि जो अक्सिजनको मात्रा यहाँ गएपछि भित्रदेखि यो आगो यहाँ सजिलोसँग पास भएर यो अर्को चुलामा जाने गर्छ र यो भित्री पनि र यो धुवा जाने कतिपयले यो बनाएको हुँदैन। यो राप चाहिँ यो माथि आउनको लागि एउटा छुट्टै तरिकाले गरिन्छ र यो भित्र पनि एउटा पोइन्ट एउटा हुन्छ र यहाँको आगो यहाँ भएपछि सप्लाई हुन्छ यो 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 भित्र भागदेखि यता आउने हुन्छ र यो जुन यहाँ अहिले धुवा जानको लागि अब यहाँ एउटा बनाउनु पर्ने छ र यहाँ पनि यो होल एकदमै ठुलो राखेर बाहिर निकाल्नु पर्छ र यहाँ अहिले धुवा आइरहेको छ र कतिपयमा चाहिँ धुवा नजाने धेरै कुराहरू हुन्छन् र यो भित्र पनि यसको पोइन्ट हुन्छ र अहिले बहिनीले चाहिँ सदुपयोग गरिरहेको छ त्यो बाहिर बनाउनु पर्ने छ र यहाँ पाकिरहेको छ र आगो एकदमसँगले यहाँ बलिरहेको छ। अलिक चलाउनु नि थियो र यो तरिकाले बनाइन्छ। यहाँ हाम्रो यहाँ कुकहरू अर्ग्यानिक कुकहरू यहाँ हुनुहुन्छ र जुन कुरा यो चाहिँ ध्यान दिनुपर्ने हुन्छ जुन कुराले गर्दाखेरि सुधारिएको चुलो चाहिँ एकदमै राम्रो हुन्छ। हस् त धन्यवाद। सरकारले गाउँमा दिन्छ, यहाँ कहाँ दिन्छ त? आगो पोख्यो यो कि अलि हाइट उठाउनु पर्ने छ थोरै, तर अब अहिले यो तत्काल प्रयोजनमा ल्याएको कारणले त्यति आइरहेको भने छैन र यसरी यो भित्तामा चाहिँ हामीले यो सटाएको हुँदैन। इनकेस यो चुलामा आग लागि भयो भने पनि यो क्षति ठुलो क्षति हुनबाट यो बच्छ र यो यसरी भित्तामा यो चुलाले अलगै बनाइन्छ र कतिपय घरहरूमा भित्तामा सटाएको देखिन्छ। त्यो सटाएको चाहिँ एकदमै त्यो गल्ती गरेको हुन्छ र हामीले यो भित्ताकै ढुङ्गाकै वाल अथवा इँटाकै वाल भए तापनि हामीले यो चुला चाहिँ भित्तामा सटाएर राख्नु हुँदैन, जुन कुराले भोलि घरमा ठुलो आग लागि क्षति हुने सम्भावना हुन्छ र माटो कतिपय यो ढुङ्गाहरू पनि बल्ने हुन्छ। त्यो कारणले यो चुला चाहिँ हामीले नसटाई भित्तामा नसटाई छुट्टै तरिकाले निर्माण गर्न सकिन्छ। हस् त धन्यवाद।